लाग्यो ओए लाग्यो हामी त पोखरीतिर हेर्नु त यहाँ पोखरी छ यहाँ हाम्रो ग्याङ लागिसक्यो बुवा आउनु हुँदैछ कता जानुभयो बुवा उताबाट आउनु हुँदैछ क्या पानी दिन जानुभयो अनि हामी चाहिँ मकैमा मल लगाउन गएको छौँ त्यहाँ दामी मकै छ यो चाहिँ पोखरी है दामी छ पोखरी कत्रो ठुलो ठुलो छ हेर्नु नि दामी छ होइन मकैमा मल लगाउनु पर्ने हुन्छ मकै ठुला खानु ठुला ठ्याक्क सपनाको मुख जस्तो हो सपनाको मुख जस्तो छ अरे सपनाको मुख जस्तो छ इयरफोन लगाएको त्यसरी लाउने हो नि इयरफोन यसरी लाउने यसरी लगाउने हो यसरी कसरी लगाएको अरे फेरि लगाउनु त सपना फेरि लगाउनु नि कसरी अरे लगाउनु हो यसरी लगाउने हो अब हामी चाहिँ त्यो सोल्टी कहाँ गयो खोइ त बाइकको हर्न बजाउन आउँछ होला त यसरी बोकेर लाउनुपर्छ अब भेनाले पनि बोक्नु हुँदैछ कसले बोक्ने मैले कि तपाईँले म बोक्छु उठाउनु त यत्रो छ है सबैले उठाउनु पर्ने 3-4 जनाले हट्नु धुर्ने कता लग्ने हो मकै चाहिँ यत्रो छ है मारिसक्यो मलाई आँखामा गयो यो अहिले हटाइदिउँ है त मकै है मकै दामी छ यहाँ हाम्रो मालिक लिएर आउनु हुँदैछ आयो थपिनी कानमा बोकेर बसे अब यो पनि बोक्नु पर्ने एकचोटि हाँस न मकै है मल है म चाहिँ मल अनि यहीँ खोलेर लग्ने मकैलाई फेरि नसकिने भैया यहाँ कसैलाई सकिँदैन अनि अट्छ त नि बाल्टीमा अट्दैन होला नि त मकै लगाउने टोली के आरी पनि आरीमा लगाउनु पर्ने आरीमा मेरो डोको टोली पनि सपना पनि लगाउने हो सबैजना लगाउने हो उहाँ पाङ्रे सोल्टी आइसक्यो उहाँ पाङ्रेको बाबु आए पनि केही हुँदैन उहाँ पाङ्रे सोल्टी आइसक्यो उहाँ पाङ्रेको बाबु आए पनि केही हुँदैन उहाँ आइसक्यो अब मल बोकेर लाग्यो हामी जाने सोल्टी कसरी लगाउने हो मल सिकाउनु त ल मकै फेरि बब्बाल बनाएको रह नि त कति महिनाको यो मङ्सिरमा रोपेको मङ्सिर पुस माघ फागुन कहाँसम्म मकै बारीमा मारिगयो नि सोल्टीले त है ओ माई गड सिकाउनु त हे यस्तरी नि त थाहा भइसक्यो उता हान्दै दुईतिर हान्दै जाने ल मतलब त्यो कुलोसम्म ल यता यसरी ल दिदी यसरी मल हान्ने रे सिकाउनु पर्यो नि यहाँसम्म हानेको छ अरे उतादेखि यहाँदेखिको यसरी यतिमा छोडिदिनु लाग्यो छ अरे सबैलाई यहीँदेखि छिर्नु भन्नु न रोक्नु है यहीँ उभिनु है यहाँ फेरि अहिले उता जान्छ होलमलमा मेरो चाहिँ तपाईँको पछाडि छ मकै बारीमा आवाज त आउँदैन होला र पनि कता हो पार्टीहरू छेउमा त निस्किन आज भ्याउन कि म यत्रो छ पुरै मकै भेटिएन कहाँ पसो कहाँ छ त मेरो बाल्टी खोइ देखिनँ मैले मकै बारीमा अब कहाँ छ अब मकै हेर्नु त मभन्दा ठुलो रह मकै हो हेर्नु त यहाँ ओ माई गड खोइ कहाँ छ त अहिले पछि भेटौँ है त मकै बारीमा बाल्टी खोजिरहेको छु बाल्टी चाहिँ यहाँ रहेछ म चाहिँ खोजे गरेको उतातिर अब यहाँदेखि उता हान्दै जान्छु है म बाल्टी नि खालो म पनि खाली भेनाले यहाँ सक्नु हुँदैछ कसरी हान्ने हो भेना एकदम कसरी देखाउनु त मासतिर यस्तरी थर्किँदैन अरे पुरै हालत टाइट भइरहेछ यहाँ हात हेर्नु न हात पुरै तपाईँको हात आम्बो कस्तो सेतो भएको छ है
पसिना त खतरा आइरह नि त पसिना ओ माई गॉड मकै थापिनी खै तिम्रो हात थापिँदैछ त कसरी हात देखाउँदै त्यस्तै गर्नु पो त फर्सी पनि रहेछ फर्सी लगायो नि मन लाग्ने भयो दिदीले बहिनी भनेको कस्तो थियो खोइ कहाँ दिदी र बहिनी कहाँ खोइ देखाउनु कराउनु भयो भने खोइ कराउनु भयो भने हेर्छु देखाउनु कराउनु देखाउ केमा डर पनि लाग्छ केमा त्यो प्लास्टिक निकाल्नु नि म निकाल्दिनु त खोइ त हेरौँ त देखाइदिन्छु हजुर खोइ त हेरौँ त देखाउनु त यो उषा दिदी म हो कि फेमल नदेखेको त त्यसो भए कुन चाहिँ खोइ कहाँ भेटेको तिमीले कहाँ भेटेको यही छ नजिकै टिकटकबाट तानेको रह भिडियो चाहिँ अनि देखाइरह यस्तै छ साउन्ड उषा दिदी होला त होइन को हो त सानो चाहिँ यही त आफै हो मेरो टिकटक यहाँ छ भेटेन यहाँ छ हौ काठमाडौँको गर्मी भइसक्यो मलाई खोइ त हेरिहालौँ भनेको मेरो त भर्खर आएको थियो फर्स्टमा होला त्यसो भए कहाँ भेटाएको टाइट भयो कहाँ चाहिँ तेरो हात देखा त हेर त मेरो हात यहाँ देखा त यहाँसम्म त तपाईँको हात मेरो त पुरै सर्ट पनि पुरै भिजिसक्यो सबै गयो मेरो त्यहाँ सबै कान्छो यहाँ कान्छो चाहिँ केही भएन अरे पुरै उराट लाग्दो ठाउँ हो उता चाहिँ मकै छ हामी चाहिँ यता भाटाको फुल दामी छ है त्यो बेल्चा हान्न काम दिन्छ अरे बाइक फेरि हेलमेट मात्रै छ लामो मोबाइलमा त कचडै लागेको छ घाम पनि दामी देखिरह है यहाँ भएन घाम दामी देखिरह दामी छ गाउँबारीमा ओहो यहाँसम्म यस्तरी म यहाँ जान्छु बिचमा गाउँबारीमा ए भने मार्दैन अर्काको गाउँबारीमा दामी छ ठाउँ चाहिँ पहिला बस्ने हामी यतैतिर हो यतातिर घर देखिरह नि यतैतिर हो अहिले चाहिँ उता बसी सर्यो हो नि त उतातिर होइन भेना किन हाँस्नु भएको भेना चाहिँ हाँसै हुनुहुन्छ अनि सपनाले 100 रुपियाँ ल्याख 50 भनेर हल्लिएहा यहाँ चाहिँ उराट लाग्दो ठाउँ छ नि फेरि अब यहाँ पछि हुन्छ बाइक कति आउनु भएको थियो दाजु केलाई चारो हो यो बङ्गुरलाई हो बङ्गुरलाई चारो गरिबी छ है ल पुलमा हामी पुलतिर पुलमा सपना र अनिस बान्छ भन्छ घाम हेर्नु न क्या दामी छ सनसेट कहाँ चाहिँ सनसेट भन्छ कि के भन्छ सनलाइट भन्छ यिनीहरू पढेका त यिनीहरूको त उसमा गएको पढेको त उसमा गएको केलाई काट्नु भएको यो सुँगुर पाल्नु भएको छ सुँगुरलाई ल को नाचेको सपनाले 200 रुपियाँ ल्याए है अनिस सपनाले 200 ल्याए लुकाइसक्यो होला देख्नुभयो Thanks for watching my video.